जय नेपाल सत्य सेवा सुरक्षणम। दर्शकवृन्द, पाक्षिक प्रहरी अनुरोध कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। आज हामी अपराध लगायत नेपाल प्रहरीको साङ्गठनिक गतिविधि समेटिएको प्रहरी समाचारका साथै कार्यक्रमको दोस्रो प्रस्तुतिमा जनचेतनामूलक टेली चलचित्र नो पेन्सन एक भ्रम लिएर उपस्थित भएका छौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ अपराध समाचारबाट। मकवानपुर मनहरी गाउँपालिका 9 खरङ्गा हरियाली सामुदायिक जङ्गलबाट अवैध लागौषध गाजा 171 किलो 21 ग्राम सहित एकजनालाई प्रहरीले चैत 10 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका 4 का 20 वर्षीय अक्कल प्रसाद स्याङतान रहेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले बा 13 214 नम्बरको गाडीलाई चेक जाँच गर्दा 27वटा प्याकेटमा रहेको उक्त परिमाणको गाजा फेला पारी अक्कल प्रसादलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। अबको पालोमा नेपाल प्रहरीको साङ्गठनिक गतिविधि। माननीय गृहमन्त्री सुधन गुरुङले चैत 16 गते नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको छ। गृहमन्त्री गुरुङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो। उक्त अवसरमा गृहमन्त्री गुरुङले नेपाल प्रहरी प्रधान कार्यालय परिसर स्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै नेपाल प्रहरी प्रधान कार्यालय स्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एडभान्स्ड एनालिटिक्स सेल, डाटा सेन्टर र पोलिग्राफ सेक्सनको समेत अवलोकन भ्रमण तथा निरीक्षण गर्नुभएको थियो। निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरीलाई हेर्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै नागरिक र प्रहरी बीचको दूरी घटाउँदै शिष्ट बोली, वचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताउनु भएको थियो। नागरिकलाई रेस्पेक्ट गरौँ र नागरिकबाट रेस्पेक्ट पनि त्यही अनुसारमा पाउन सकिन्छ जस्तो लाग्छ। मेरो विचारमा पहिलादेखि भइरहेको अहिलेसम्मको अवस्था जहिले पनि प्रहरीलाई नराम्रो नजरले हेर्ने, प्रहरी भनेको नराम्रो हो भन्ने हिसाबले मात्र हेर्ने एउटा नागरिकको आँखा, त्यसलाई परिवर्तन गर्नुपर्ने छ। त्यो नजर पनि परिवर्तन गर्नुपर्ने छ। त्यसको लागि भनेर मेरो विचारमा परिवर्तनको सुरुवात हामीदेखि गरौँ र कसैले हामीलाई डिसरेस्पेक्ट गर्छ भने त्यसमा पनि हामी सहनु हुँदैन। प्रहरी सङ्गठन सहदैन। नो डिसरेस्पेक्ट विल बी टलरेटेड फ्रम बोथ साइड। नागरिकको तर्फबाट हुँदैन, हाम्रो तर्फबाट जानु भएन। उक्त कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न कठिनाइहरूका बावजुद प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न गराउन प्रत्येक प्रहरी कर्मचारीले निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गर्नुभएको थियो। निर्वाचन सफलतापूर्वक शान्तिपूर्ण रूपमा सम्पन्न भयो र यो निर्वाचन ऐतिहासिक रूपमा चाहिँ सम्पन्न भयो र हाम्रो सन्दर्भमा देशभित्र मात्रै होइन बाहिरका पर्यवेक्षकहरूले समेत यो निर्वाचनलाई प्रशंसा गरेको अवस्था छ। त्यस कारणले यो निर्वाचन सम्पन्न गर्नका निम्ति प्रहरी प्रधान कार्यालयदेखि विकटको ठाउँमा रहने प्रहरी कर्मचारी र प्रहरीसँग प्रहरीकै भूमिकामा रहेर निर्वाह गर्ने सबै निर्वाचन प्रहरीहरूलाई म गृह सचिवको हैसियतबाट यो अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु। कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रचलित ऐन कानुनको कार्यान्वयन, नागरिकको जीवधन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी सङ्गठन र सङ्गठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको बताउनु भएको थियो। नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरी दिएको अधिकार क्षेत्र र मानवाधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूले कोरेको लक्ष्मण रेखाको परिधिभित्र रहँदै सत्य सेवा सुरक्षणको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आएको बेहोरा पनि निवेदन गर्न चाहन्छु।
निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री गुरुङ समक्ष प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, सङ्गठनको संरचना एवं विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाइगत सङ्ख्या, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतिकरण गर्नुभएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी कर्मचारीहरूलाई चैत 4 गते निर्देशन सम्बोधन गर्नुभएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवं इमान्दार हुनुपर्ने र उत्कृष्ट व्यवहार, बोली एवं वचनलाई आत्मसात गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको थियो। उक्त अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयका विभाग प्रमुखहरू, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, 7वटै प्रदेश प्रहरी कार्यालयहरू साथै मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चैते दशैंको अवसरमा चैत 12 गते नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर 1 नक्साल स्थित मौलोमा पूजा अर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ। नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजा अर्चनाको क्रममा प्रहरी महानिरीक्षक कार्कीले बलि पूजा गर्नुका साथै निशानमा पन्जा छाप समेत लगाउनु भएको थियो। प्रहरी महानिरीक्षक कार्कीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवलदार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी अधिकृतहरूले समेत मौलो परिक्रमा गर्नुभएको थियो। पूजा विसर्जनपछि मूलकोट हनुमान ढोकाको लागि निशान प्रस्थान गराइएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको चालु आर्थिक वर्ष 2083 को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष 2083-84 को तालिम क्यालेन्डर तर्जुमा गोष्ठीको चैत 15 गते समापन भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रस्तावित तालिम क्यालेन्डरले नेपाल प्रहरी सङ्गठनको उद्देश्य तथा लक्ष्य हासिल गर्न सक्ने योग्य एवं कुशल प्रहरी जनशक्तिको विकास गर्न सक्षम हुने कुरा बताउनु भएको थियो। गोष्ठी कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। दर्शकवृन्द, यस कार्यक्रमप्रति कुनै सल्लाह सुझाव भएमा कमेन्ट सेक्सनमा गई प्रतिक्रिया दिन सक्नुहुनेछ। आजको लागि पाक्षिक प्रहरी समाचारबाट म लगायत प्रहरी अनुरोधको सम्पूर्ण टिम बिदा हुन चाहन्छौँ। धन्यवाद। जय नेपाल। प्रहरी सेवा गर्न छ प्रहरी।